हेलो गुड मर्निङ हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। गुड मर्निङ भन्ने यो तर बेलुकाको भिडियो हो। हिजो बेलुका सबैजना सन्चै हुनुहुन्छ होला, हामी सन्चै छौँ। यहाँ खाना खाएको देख्नुभयो होला, ढिँडो मासु अचार। संयोगले भेट भएको भनौँ है, सबैजना संयोगले भेट भयो। सबै आफ्नो काममा व्यस्त हुनुहुन्छ। कोही टिचर, कोही अफिसमा जागिर खानुहुन्छ, कोही पढ्नुहुन्छ। यस्तो बिजी नभएको मै हो, जागिर नगर्ने। केटाकेटीको जागिर छ। मेरो छोरा उहाँ बाबु हुनुहुन्छ, गणेशको छामाको छोरा उहाँ भुन्टीजी, उहाँले फेरि ढिँडो नखाएर भात खाँदै हुनुहुन्छ। उहाँ छामाको छोरी, गणेशको छामाको छोरी उहाँ टिचिङ गर्नुहुन्छ। मेरो घरको जेठी दिदी हुनुहुन्छ, उहाँ जेठानी दिदी। अनि उहाँ जागिरै गर्नुहुन्छ। उहाँ हाम्रो छोरा, घरको जेठो छोरा, जेठो दाइको छोरा, जेठो नाति शिव अहिले यसले दिएर बस्दैछन्। हामी सबै संयोगले भेट भइयो है। अनि ढिँडो के खाने त भन्दा ढिँडो खाऊँ भनेर ढिँडो खाँदैछौँ सबैजना। सबैले भाउ लाएर दिएँ। फेरि यता गणेशजीलाई मैले भाउ लगाइदिनै बिर्सेछु। ढिँडो सेलायो भनेर आफै भाउ लाउँदै हुनुहुन्छ हौ। ढिँडो सेलायो भनेर आफै भाउ लाउँदै हुनुहुन्छ। ढिँडो खायौँ, एकछिन गफ गरेर बस्यौँ। फेरि त्यही दिन लाइन नआएर यहाँ बागलुङमा ओहो नि, बागलुङ लाइन नआएर अर्को आपत। सबैजना यसरी खाँदा कहिलेकाहीँ एकदम रमाइलो हुन्छ है। सबैजनाले सँगै बसेर खाँदा ढिँडो पनि मिठो भएको थियो। सबैजनाले खायौँ। अनि एकछिन गफ गऱ्यौँ। राति बेलुकाको बेला हो, 9-10 बजीसम्म। अनि उहाँहरू पनि जानुभयो। सबैजनाले मेरो मिनी भ्लगलाई लाइक सब्सक्राइब गरिदिनु होला, फेसबुकमा फलो गरिदिनु होला। धन्यवाद।